sawal.com, examrace.com, byjuice.com, you can return you can byjuice.com. जीके इंग्लिश सबैलाई हुने हैन। अनि यो चाहिँ इंग्लिशलाई पनि जीकेलाई पनि जस्तो 22 को प्यारलाल भन्ने यसैबाट त्यो ती विभिन्न ती के अरे दिवस भन्ने त भयो त्यसैबाट 10-15 क्वेसन त लुई यसबाट त हानेछ। एउटा यताउति नै फरक छैन हिजोको त्यो जीकेमा सोधेको क्वेसनहरू। जीकेमा पनि आइक्यूमा पनि इंग्लिसमा पनि सबैमा ब्रेनली डाउट नट यो इन्डिया विक सवाल एक्जाम रेस एक्जाम भेदा जति नि छन् यो examveda.com यी सबै जीकेहरु पनि यसैबाट इंग्लिश पनि यसैबाट छ। अनि यो geeks for geeks भन्ने जुन राम्रो लाग्यो geeksforgeeks.com अनि त्यो आइक्यू को अल्टिमेट बुक आइक्यू अल्टिमेट बुक यो पीजे कार्डहरुको पीजे कार्ड यो सुचितै छ यो अल्टिमेट पीजे कार्डर भनेर हेर्नु त्यहाँ बुक आइहाल्छ। त्यो चित्रहरु यसबाट धेरै सुधिरहेको हुन्छ। अनि यो कोरा यो चाहिँ डिस्कसन कोरा.com यो चाहिँ डिस्कसन फोरम रहेछ। नयाँ क्वेसनहरु हाल्ने त्यो मान्छेले छलफल गर्ने यो राम्रै रहेछ। अब यी वेबसाइटहरु हेर्नु यो चाहिँ रिटर्नको लागि रिटर्न लाइन यी पनि रिटर्नमा पनि छ। त्यो रिटर्नको पनि तपाईको प्रिलिम भन्ने चाहिँ फर्स्ट पेपरको भयो। अनि त्यो चाहिँ मेन एक्जाममा चाहिँ एसेहरु कसरी लेख्ने त्यो रिटर्नहरु त्यो जस्तो तपाईको चाहिँ संकट व्यवस्थापन विपद व्यवस्थापन कसरी लेख्ने के गर्ने त्यो खर्दातिर टिप्पणी सिप्पणी हेर्नु त यहाँतिर आउँदा के दामी छ यिनीहरुको त्यसमा हुँदो रहेछ त्यो एकचोटि हेर्नु होला। ल यति गर्ने अब भोलि हामी पढ्छौं अरु यो वेबसाइट चाहिँ यति होला। यो चाहिँ रिटर्न लाइन हुन्छ जीके इंग्लिश लाइन हुन्छ। यो आफैले यसरी यो चाहिँ कन्सल्ट गरेर पढे त क्लास लिने पनि पर्दैन आइक्यूहरुलाई नि पर्दैन आफै गर्छ। ल अब अरु त्यहाँ सरले नि भनिहाल्नुहुन्छ।